सो हेलो गाइस वेलकम बैक टू माय न्यू ब्लॉग। आज यो ब्लॉग चाहिँ यदि स्टार्ट हुन्छ अनि अहिले चाहिँ म कलेजबाट घर जाँदैछु हैन। ठीक है। अनि यस्तो ठाउँमा बसिरहेको छु। यतापट्टि खोला छ, यहाँनिर अलिक भिरालो ठाउँमा खोला छ, यता गाउँ छ हैन। अनि यता पछि मेरो गाउँ चाहिँ अनि यताबाट आएको म चाहिँ यो खोलाहरीको बाटोबाट हैन। त्यही हो, अरू त केही छैन। अनि लाइफमा धेरै कुरा भइरहेको छ यहाँ मलाई भर्खर भन्दा नि हुन्छ नि मान्छेको अब फ्यामिली साथीहरू अनि त्यसै गरी पढाइ सम्बन्धी धेरै कुरामा धेरै टेन्सन हुन्छ क्या। आज मलाई त्यस्तै गरेर घर जानै मन थिएन क्या। जाँदै थियो फेरि अहिले अल्छी जानै मन लागेको थिएन। अनि त्यही हो, हरेक मोडमा केही न केही सिकिन्छ होइन। बुझ्नुपर्ने मान्छेले हो। अब टेन्सन छ क्या, के गर्नु के नगर्नु भइरहेको छ। त्यो भिडियो नि म बाध्यताले बनाइरहेको छु किनभने अब मैले च्यालेन्ज लिएको छु नि त। कुनै पनि च्यालेन्ज लिइसकेपछि त्यसलाई पुरा गर्नुपर्छ क्या। त्यही भएर पुरा गर्नको लागि मैले मात्र भिडियो बनाएको, नभए म बनाउँदिनँ भने यस्तो भिडियो होइन। मालूम है तेरे बाप को मत सिखा चल। कुनै मन पनि छैन भिडियो बनाउने, भाइरल हुने पनि मन छैन किनभने अब मैले पहिला पनि धेरै ट्राई गरिसकेको कि त्यही भएर मलाई यस्तो मन पनि छैन होइन। धेरै कुरा भोगिसक्यो क्या। त्यही हो, केही छैन अब घर जान्छु। अनि अलिक खाएको छैन, मन पनि छैन खानु खाने। अनि अहिलेसम्म साथीकोमा थिएँ म बसिरहेको थिएँ त्यहाँनिर केटाहरूसँग। यो हेर्दै गर्नु मन लाग्यो भने मन लागेन भने छोडिदिनु क्या, नहेर्नु सब्सक्राइब अनसब्सक्राइब हान्छु नि। त्यही साइकलसँग यहाँनिर साइकलमा जाँदैछु। त्यही यो मेरो काम भनेको म गर्दैछु। अझ जस्तो आरिस लाग्छ लागेको छ मलाई मतलब छैन होइन। त्यही हेर्दै गर्नु। 2 hours later. सुबासपछि घर पनि आएर फाइनली अहिले चाहिँ 5 साढे 4 भइसक्यो होइन। गाई बस्तु भन्ने काम पनि सक्यो, बाख्रा पनि होलिसक्यो। अनि पानी पर्न खोज्दैछ क्या माथि, हेर्नु नि कालो देखिरहेको छ त्यहाँनिर। यताबाट कालो हुँदै आउँदैछ, यस्तो भइरहेछ मौसम चाहिँ अहिले। अनि अब अरू त के भन्नु नि होइन। पानी पर्छ आज पनि असिना झर्छ जस्तो लागिरहेको छ। हिजो काम गर्दाखेरि त्यस्तो भएको थियो, आज चाहिँ काममा नि गइदिएन होइन। त्यस्तै प्रब्लम आयो। अनि पुरै अन्धकार भएको छ घर चाहिँ यहाँनिर। टर्च लाइटिङ अलिक बढी रहेछ होइन, ब्राइटनेस अलिक बढी रहेछ, त्यो उज्यालो देख्नु त अन्धकार अन्धकार छ। केटाको लाइफ भनेको अब त्यस्तै हुन्छ होइन। के भन्नु होइन। यो चाहिँ मेरो भाइ हो, काममा पनि जाँदैन। शाबाश बेटा। अनि सोगा चाहिँ यहाँनिर हाम्रो चाहिँ कोला पाएर छ होइन। यति धेरै कोला छ यहाँनिर, आधी कुही पनि सकेर छ। मम्मीले हेर्नु नि त्यो हामीले चाहिँ अहिले खाएको कोला होइन। खाँदा खाँदा अगाइदिइसक्यो, त्यो पनि खाना छोडेन कोला निस्ता। अब पहिल्यै थियो मलाई मन पर्थ्यो कोला चाहिँ। अनि यसले चाहिँ अघि आएर यहाँनिर हेर्नु नि यत्रो रिजा भानिसक्यो भन्डाले। त्यसो लुकै नफेरि खाँदैछ। लुगा फेर भने सुन्नुहोस्, म त लुगै लाएर चल्दिन्छु। चल लुगा A few moments later. सो गाइस पानी पर्न पनि रहिसक्यो अहिले चाहिँ होइन। तपाईँहरूलाई देखाइदिन्छु। पानी परेको पनि खिचौँ भनेको फेरि भिडियो हेर्दै थिएँ म। हेर्नु यहाँनिर असिना पनि परेको थियो, पुरै हरियाली छ क्या अहिले चाहिँ। पानी परेपछि फेरि जम्मा कोलाहरूमा घाँससँग घाँस चाहिँ तर पलाउने क्या। अलिक म चियाहरू मम्मीले पकाइदिनु होइन। आज त गेम पनि खेलेको छैन। अगर क्यों अब खेल्छु होइन। A few moments later. सो गाइस हाम्रोमा चाहिँ असिनाको बारिस भएको छ होइन। यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू पनि, सबै असिनाले भरिएको छ क्या गाउँ नै। कत्रो कत्रो छ म देखाइदिन्छु। आम्मामा कत्रो कत्रो असिना हो, तीन दुलो पार्ला जस्तो भएको थियो होइन। यही असिना हो यहाँनिर परेको होइन। टिप्दैछ त्यसले, आमामा जोलाभरि टिप्दैछ। आम्मामा यार काममा गएर मरिँदैछ अब यस्तो पऱ्यो यार। यस्तो खालको छ असिना चाहिँ होइन। छक्क पऱ्यो क्या। अघि बनाउँदै थियो, अघि बनाऊँ भनेर गेम खेल्दै क्या, त्यही भएर बनाएन। लाइन पनि लाग्यो। अनि त्यही हो होइन आजको टपिक भनेको होइन। ट्रेन भनेपछि फेरि के भन्ने कुरा, लाइन पनि आयो होइन। अहिले छक्क पार्थ्यो क्या, एकछिन त छक्क परेमा पनि गेम हान्दै सिएस खेल्दै क्या। फेरि 3-0 भएको थियो, त्यो हारिहाल्यो नि। क्या बात है सर। कता हेर्ने भएर हारिहाल्यो क्या।
गाईले यसलाई चाहिँ खेदाइदियो अनि त्यही हो होइन घरिघरि पर्दो रहेछ कि यस्तो पनि हुँदो रहेछ 3 वर्ष पछि अस्तिलाई पर्थ्यो होइन ठिक ठिकको आज चाहिँ लास्टै ठुल्ठुलो पर्थ्यो क्या फेरि यत्रो पर्थ्यो अब अलिक पछि यत्रो पनि पर्छ अनि त्यही होइन हेर्दै गर्नु केही अरू घोट्यो पनि बनाउँछु A few moments later. सो गाइस भाइहरूले अहिले चाहिँ रात परिसक्यो अब यस्तो छ क्या बाहिरको सिन चाहिँ पुरै हुँदै कहाँ छ क्या अहिले ठ्याक्कै 7:10 भएको छ क्या भिडियो एडिट गरेर पोस्ट गर्ने टाइम भनेको चाहिँ 8 बजे खाने होला तपाईँलाई अब एडिट गर्छु अनि त्यसपछि पोस्ट गरिदिन्छु होइन अनि अर्को कुरा के थियो भने ग्यासै सक्यो क्या खाना बनाउनु मम्मीले ग्यासै सक्यो ग्यास चाहिने बेलामा चाहिँ सकिदिन्छ क्या फेरि अब अँध्यारो भइसक्यो अब दोकानमा त्यति खुल्ला हुँदैन अनि ग्यास पाउने ठाउँमा धेरै तल छ क्या त्यही भएर अब भोलि पर्ने त्यही भएर यहाँ मम्मीले पकाइदिनुहोस् यहाँनिर आगो बाल्दा यहाँ मम्मीले पकाउँदै हुनुहुन्छ होइन पाकिसक्यो छैन यहाँ भात पाक्दैछ भात पाक्दैछ भर्खर भात होइन चामल पाक्दैछ सही पक्रे चामल पाक्दैछ खाना अनि त्यही हो होइन आजको भिडियो चाहिँ होइन तपाईँलाई कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सेयर सब्सक्राइब गरिदिनु राम्रो लागेन भने पनि वाच गरिराख्नु भन्न चाहन्छु होइन त्यही भेट्नुहोस् नेक्स्ट भिडियोमा बाई